हेलो मेरो भ्युवर्सहरुलाई फेरि पनि नमस्ते। फेरि पनि तपाईहरुको समक्षमा सल्लाह स्वरूप एउटा फेरि पिग फार्मिङको मैले भिडियो लिएर आएको छु है। तपाईहरुले यो भिडियो हेर्न सक्नुहुन्छ। यहाँ आज चाहिँ मैले किन भिडियो बनाएको भन्दाखेरि चाहिँ नि यो भिडियो बनाउनुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि तपाईहरुकोमा है पिग फार्मिङ गर्न मन छ, सुँगुर पालन गर्न मन छ, तर तपाईकोमा बजेट छैन भने चाहिँ है तपाईले यसरी बाँसले बारेर हो भुइँमा अलिकति ढलाई गर्न सक्नु भयो भने ढलाई गर्दा पनि भयो, नभए सोलिङ गरेर हुन्छ कसो गरेर तपाईले यसरी बाँसलाई यसरी है मली बाँसलाई तेर्साएर यसरी बनाउनु भयो भए पनि तपाईलाई है एकदमै थोरै बजेटमा तपाईको सुँगुरको खोरहरू सजिलैसँगले बनाउन सकिन्छ है। अनि तपाईहरुले पनि सुँगुर पालन गर्न मन छ तर खोरहरू बनाउने है मेरो अब पैसा छैन भनेर बजेट छैन भनेर सोच्नुहुन्छ भने तपाईहरुले पनि यो उपाय गर्दाखेरि चाहिँ अति नै राम्रो हुन्छ है। यहाँ हेर्नुस् त कति सजिलोसँगले पिग फार्मिङको लागि यहाँ बनाएको छ, केही त्यस्तो खर्च छैन। तपाईहरुले गर्न चाहनुभयो भने यो ठुलो खोर बनाएको छ, किनभने चाहिँ यो चाहिँ बच्चाहरुको लागि है। यिनीहरु चाहिँ बच्चा ब्याउने माउहरू हो। तपाईले यसरी बनाउन सक्नुहुन्छ। यहाँ हेर्नुस् यी लामो बाँसलाई यसरी तेर्साएर हेर्नुस् कतिटा लामो बाँसहरु छ हो। यसरी तेर्साएर तपाईहरुले पिग फार्मिङ गर्नु। यहाँनिर अहिले माउ छैन है, जब माउ ब्याउने हुन्छ तब यहाँ राख्ने गर्छौं र यसरी वरिपरि बारेको छ। हेर्नुस् त तपाईलाई एकदम सजिलो छ यो खोर बनाउनु हो। खोर बनाए खर्चै छैन यस्तो। एकदम यो भुइँको फ्लोरिङ गर्नु भयो भने तपाईले अलिकति यसलाई चाहिँ एक उँभोपट्टि उठाएर उँधोपट्टि अलिक स्लोपमा बनाउनु पर्छ है। त्यसो गर्दाखेरि यिनीहरुको पानीहरू है अनि यिनीहरुको पिसाबहरू चाहिँ सजिलैसँगले बगेर जान्छ है। यसरी बनाउनु भयो भने चाहिँ माउहरुको लागि अथवा काट्ने नि सुँगुर तपाईहरुले मासुको लागि पाल्नु भएको छ भए पनि एकदम यो सजिलो अनि थोरै मात्रै खर्चमा तपाईहरुले ठुलो खोर बनाउन सक्नुहुन्छ है। यहाँनिर हेर्नुस् यी कति मजाले यहाँनिर तपाईले देख्नुहुँदैछ कति मजाले बनाएको छ है। यसरी तपाईले पनि बाँसको बनाउँदाखेरि चाहिँ हुन्छ, पुरा एकदम सिमेन्टेडै बनाउनु पर्छ भन्ने छैन है। तपाईले यसरी बाँसकै बनाएर पनि तपाईले गर्न सक्नुहुन्छ। इभन छाना लाउन सक्नु भएन भए पनि हेर्नुस् त यी हो माथिबाट प्लास्टिक अनि मुनिबाट चिम गरेर तपाईले यसरी सुँगुरहरू पालन गर्न सक्नुहुन्छ है। तपाईहरुलाई यो जानकारी लिएर मैले आएको है आजको भिडियोमा। अनि भिडियो मन लाग्यो भने तपाईहरुले लाइक कमेन्ट अनि अरु शेयर पनि गरिदिनुहोस् है, ताकि अरूहरूले देखेर पनि यो कुराहरू सिक्न सकोस् है। जसले इच्छा गर्नुहुन्छ है पिग फार्मिङको लागि उनीहरूले पनि है यो चाहिँ उनीहरूले सिकोस् र यसरी नै पालन गरोस् भनेर म यो जानकारी दिन चाहन्छु। अनि यसरी पिग फार्मिङमा एकदम धेरै राम्रो छ है, हामीले गरिरहेका छौं, हामीलाई एकदम राम्रो भइरहेछ। अनि तपाईहरुले पनि गर्नुहोस्। यति भन्दै यो भिडियोलाई यही समाप्त गर्न चाहन्छु।